माग्न बसिरहेको थियो यो चाहिँ माग्ने हो माग्नेको भाइ माग्नेको दाइ हो कि ल छोरा मैले भर्खर ब्युटी पार्लरबाट गरेर निस्केँ मेकअप सेकअप गरेर यहाँनिर थ्रेडिङ गरेर होइन आइलाइनरहरू लगाएर यहाँनिर कपालहरू स्ट्रेट गरेर निस्केँ अब डेटिङ जानुपर्ने हुन्छ क्या मैले चाहिँ 0.5 मा कपाल काटेँ मसँग जाने कहाँ जाने भाइले भाइ भाइमा भन्नुपर्ने हुन्छ बाउ त नयाँ बस्ती हामीलाई कहिले लाने मलाई त लानै मन छैन अनि हामी चाहिँ चिया खान आइसक्यौँ बल्ल बल्ल यहाँ हाम्रो के अरे फ्यान्सहरूले समातेर च्याप समातेर यहाँ जाने फोन गरेर कसलाई फोन गर्ने बुक भइसक्यो भने 5 बजे 6 बजेसम्म जाने हो जाउँ न अनि यो फुटे त झर्न मलाई धारा आउँदैन कि यार हामी चाहिँ धेरै मिटिङ गरेर निस्किसक्यौँ 3-4 घन्टा मिटिङ बस्यौँ यहाँबाट चाहिँ फुटसल जानु लाग्यो हामी फुटसलमा गएर बल हान्नुपर्छ है त आई लाइक बल म पहिला बसेको ठाउँमा आइठाकेँ यताबाट जानु पर्थ्यो पहिला अब हेर्नु नि यादहरू ताजा भयो तिम्रो मात्र हामी चाहिँ ओ सिएट बाटो त छैन यहीँबाट जाऊ न भित्रबाट फुटसलबाट पनि निस्किसक्यौँ हेरेर 5 मिनट म्याक्सिमम् टाइमै थियो क्या हाम्रो अब हामी चाहिँ खाजा खानु लाग्यो बिहानदेखि खाना नि खाएको छैन अब के खाउँदैन केटाहरू चाउचाउ खाउँदैन भन्छन् 20 रुपियाँको ल नयाँ भ्लग हाम्रो नयाँ भ्लग चाहिँ के हुन्छ भने ग्यास सकेर चाहिँ हामी चाहिँ कहाँ जानेछौँ भन्दाखेरि चाहिँ कहाँ हो खोज्दा हैरान भएर हिँड्दा चाहिँ हामी चाहिँ यस्तो छ हालत यो चाहिँ मूलपानी भन्ने ठाउँ हो तर मूलपानी अरे नाम चाहिँ तर मूलपानी चाहिँ एउटा छैन अरे भन्ने सुनेको छैन यस्तो छ अहिले बेला भिडियो आउँछ है कहाँ जानु लाग्यो हामी भन त बाबु हामी ठिमी ग्यास खोज्न जानु लाग्यो ठिमी भन्ने चाहिँ त्यहाँ हो भने थाहा तिमीहरूलाई थाहा छैन भने म्याप हेर हो म्याप नहेर पनि यस्तो राम्रो केटारी हेर हो होइन यस्तो छ नाम हामी चाहिँ ग्यास लिन जानु लाग्छु होइन ग्यास लिन भन्दा नि ग्यास हेरेर जानु तर ग्यास चाहिँ आए पनि अब हेरेर मात्र आउने अहिले सिलिन्डर बोकेको छैन केही ग्यास लिन देख्न पाए पनि कस्तो साह्रो नआउँछ होला आज मलाई आज हाम्रो फ्यानहरू यहाँ छ अरे मिटअपको लागि आएको शब्दहरू पनि हेरेको छ पुलिस आइसक्यो हाम्रो के अरे त्यो हाम्रो के अरे उतापट्टि लाइन छ उता लाइन छ सबै लाइन छ कि ऊ यहाँ पुलिसहरू लाग्नु पाइसक्यो होइन थ्याङ्क यू सबजनालाई थ्याङ्क यू सो मच म नचिन्ने गरी होइन त्यही पनि तपाईँहरू चिन्नु भयो थ्याङ्क यू लभ यू सो मच चुप्पा है सबजनालाई ल जाऊ केटा यसरी नबस नि याति मात्रै आज एक्सिडेन्ट भइसकेको रहेछ होइन एक्सिडेन्ट भएको यसो फ्यान छैन होइन चाहिँ हाम्रो चाहिँ फ्यान छैन आएको नि होइन फ्यान छैन लाउने अनुहार पनि छैन हाम्रो यहाँ चाहिँ एक्सिडेन्ट भएको रहेछ यस्तो छ हालत ल अरू थप जानकारीको लागि पुलिसलाई खबर गर्नु होला रोक्दैन यार मलाई बाइक चढ्नै दिँदैन यसले हाम्रो यहाँको फ्यानहरू गइसक्नु भयो होइन मैले पठाइदिएको है नमस्ते गरेर अब ढोकेर पठाइदिएको भेट नबस्नु होइन हामी चाहिँ लागिसक्यो भने हामी चाहिँ अब धेरै क्राउड भएपछि अब टेन्सन हुन्छ होइन अब यहाँ पनि क्राउड धेरै छ अब हाम्रो कसरी निस्किने भन्ने हो कि अब हामी क्राउडै क्राउड छ क्या यहाँ जल्दी हाँसे अटो ए लाइन यस्तो छ है हाम्रो गाह्रो छ है यहाँ गाह्रो छ हाम्रो चाहिँ म यहाँ आएँ भने त बोला दिनतिर छ फेरि त यार म नआएकै राम्रो यहाँ त्यहाँ म त्यहाँ 24 तिर त्यहाँ किन्छु यार अब जल्दी हाँसे अटो भन्ने आउँदैन यार अब यस्तो छ
यस्तो छ हालत है केटा हो हामी चाहिँ यहाँ क्राउड धेरै भएर भाग्दैछौँ है ल यार ल यार 3-4 हजार हट्न हजार छ होला 1000 त छ कि 1000 त अन्दाज 1000 त बढी छ 1000 बढी छ उतै पुग्छ कि 1000 3-4 त उतै पुग्छ ए त्यहाँ लाइन ओहो ए बुला छट नागे राम्रो यार या त हैन ग्यास लिएर आउ भयो यार ओ शिट म्यान ग्यास पाएको होला अहिले के छैन लाइन बस्नु न बा नयाँ ग्यास भएर त होइन यार यस्तो छ हालत यार नेपालमा अब नेपाल कसरी बस्ने हो त म पनि विदेश जान्छु यार अब आउँदै म अब आइएसपिटी गरेछु होइन केटा हो स्पोन्सर गर्नु होला मलाई म नेपाल बस्दिनँ अब आइरहेको रहेछ होइन तर हाम्रो चाहिँ दिएन यिनीहरूले चोरेर लग्यो कि ग्यास यिनीहरूले ग्यास फुल ग्यास मलाई नदिने लग्यो यिनीहरूले ग्यास नदिने फेरि झन्डै हाने यसलाई राम्रै हाने भए सकिन्थ्यो कि सकियो भने आनन्दै हुन्छ नि आज ढुक्कै हो कि ग्यास लगेर जस्तो भन्छ ग्यास लगिरहेछ होइन लास्ट किन बाबा पनि दिइरहेको छु फेरि ग्यास पनि लगिरहेछ लास्ट किन बाबा पनि भनिरहेको छ कि हामीलाई हेभी के लास्ट हेभी त्यसले यसो घर चाहिँ हेर्नु त्यसो पसल चाहिँ होइन ओइ भाइ अनिसीको साथी हो यो चाहिँ अनिसीको अर्को साथी हो हामी चाहिँ अनिस चाहिँ भने काम गएको अनिस हेरेर आएको हामी चाहिँ त्यसमा नभएर धेरै भयो भने यस्तो गरेर चाहिँ हाम्रो साथी उहाँ क्रियाभित्र यसलाई यहाँ राख्नु ठाउँ यहाँ चाहिँ राख्नुपर्ने हो यहाँ बसेछ ग्यास गर्नु आएको ठिक हो ग्यास पाइन्छ भने लाइन दिएर फर्केर आयो यस्तो छ लाइन के मेरो धुयो नि 1000 ग्यास त छ होला 1000 11 ग्यास छ त्यहाँ लाइन बजे भन्नु के ठीक छ यतिकै काम गर्ने चाहिँ चाहिन्छ हामीले त्यहाँ निस्किसक्यौँ होइन पैसा तिरेर त्यो पैसा पनि तिरेन हाम्रो होइन साथीको नाममा पलङ्कै हो त्यो चाहिँ होइन पैसा चाहिँ यसले दिनु मेरो चाहिँ ब्याङ्कै चलेन ब्याङ्क चाहिँ किन नचलाने यसले पैसा तिरोस् भनेर हो कि त्यो साँच्चै नचल्ने हो ए ल म फेरि एकछिन 2 बजे आउँछु नि त नभए ए हस् म तपाईँलाई फोन गर्छु है यही नम्बरमा ग्यासको लागि कुरा भन्दैछ के भन्नु कम्पनीमा फोन गरेर कम्पनीले आज आउला छैन भन्दै त्यही फोन गरेर आयो अरे गाँडफाड हुने भयो तिमीहरू फोन गरेर रुममा हामी चाहिँ फेरि निस्किसक्यौँ ग्यास खोज्नलाई चाहिँ चसो आएर हिरो बनेर होइन यस्तो गरेर मासु भात होइन एक थाल खाएर निस्किसक्यौँ एकताल खायो तर पेटै भरेर हो क्या अनि त्यसपछि हामी चाहिँ अब सुकेधारा भन्ने ठाउँमा गएका छौँ नाम चाहिँ सुकेधारा छ त्यहाँ पनि पानी पाउँदैन होइन त्यही हो नेपालको प्रब्लमै त्यही हो कि जहाँ पानीको नाम राखेको हुन्छ त्यहाँ पानी पाउँदैन यहाँ हाम्रो ग्यास चाहिँ आइसकेको छ होइन तर पानी परेर चाहिँ हामीले ग्यास केही गर्न पाएन अहिले दिने लड हुन्छ निकाल्नु पऱ्यो यसको हामी चाहिँ ग्यास पाउने हो कि नपाउने चाहिँ कन्फ्युजमा छ हामी ग्यास चाहिँ होइन त्यस्तो होइन पानी चाहिँ निकाल्छ रोड निकाल्छ यसले पानी हामी चाहिँ ग्यास लिएर ठ्याक्कै 5 बजीतिर हिँड्न लागेको टेकु जान लाग्यो टेकुमा पाउँदैन मलाई हामीलाई थाहा छ त्यही पनि हामी जान लाग्यो कि मन राखिदिनु भयो नि अब के अन्त गौशालाको जाममा छौँ भर्खरै कहिले पुग्ने 6 बजी पुग्छ हामी टेकु मलाई थाहा छ जाममा परे हामी ग्यास पाउँछ कि पाउँदैन कमेन्ट गर्नु होला क्या फेरि टेकु आइसक्यौँ टेकुमा लाइन छ सुरु भयो यहाँ चाहिँ धेरै लामो छ लाइन रहेन छ हामी तर चाहिँ हामी लास्टमै छौँ क्या तर पनि लास्ट हाम्रो सिलिन्डर चाहिँ लास्टमै छ क्या तर सब लाइन लास्टमा चाहिँ हामी नै हो कि त्यो लास्टको ग्यास हाम्रो हो कि यत्रो लामो लाइनमा हामी लास्टमा छौँ तर पनि आश छ तिमी आउँछौ भन्ने हो कि
यहाँ दुईवटा ब्याडीहरूले नि ग्यासै पाएनन् है त्यही सुनेर हजुर म दिन्छु भइरहेको छु यहाँ टेन्सन नलिन म भोकै बस्छु कि म दिन्छु कि तिनीहरूलाई बस पालो चाहिँ आउनु लाग्यो जस्तो अहिले इन्टरभ्यू दिइसक्यो सुनाउनु नेपालमा यसको इन्टरभ्यू आउँछ मेरो चाहिँ आउँदैन यसको आउँछ मेरो ब्याकग्राउन्डमा आउँछ होला यहाँ त लुकी बसिरहेको छु मलाई अहिले बोल्नु डर लाग्छ क्या यो हाम्रो चाहिँ यहाँ पाउने भयो मैले है खुसी छु है भाइलाई कस्तो लागिरहेको छ मलाई रिग्रेट आइदिन्छ ग्यास पाउनु लाग्छ रिग्रेट पैसा नि दिइसक्यो यसले एकछिन नसार न एकछिन पकाउनु मेरो साथीले ग्यास पाइसक्यो पायो है अब त चाबेसम्म बोकेर लाने हो नि अब यो चाबेसम्म बोकेर लाने ड्रिप आफ्नो दियो क्या यहाँ ग्यास पाइसक्यो वाह म्यान ग्यास पायो नि गाह्रै छ क्या Who's gonna fight me? Come on, fight me, bitch. Fight me. Come fight me. Come fight me, bitch. Come fight me. Come fight me, bitch. Come, bitch. Come fight me.